Good morning from Chittagong. It's really very early in the morning. कति बजे 7 बजे 7 बढी भयो राम्रोसँग उज्यालो भएको छैन आपार म बाहिर चिया खाएर ब्रसहरू लिएर आएको कोही उठेको थिएन म बाहिरतिर गएर डुलेर चिया खाएर आइसक्यौँ भन्नुपर्ने हो भने जाडो त आमामामा तराई हो जाडो यस्तो जाडो हैन एकछिनमै भेटौँला दाल अहिले के हो ओके अब कहाँ जाने अब यहाँबाट यो लुम्पिनी पुस्तकालय कतिखेर जाने यहाँबाट अब जान्छु नि अब निस्किन्छ सबैजना उठेर रङ्गशाला बनाएर हेरेछ नि यहाँ त गाइज गुड मर्निङ हेलो आमा मेकअप गरेर भ्याइसकेछ सबैजना रेडी रे राम्रो देखा लु चिया छैन तपाईँले चिया भनेको छैन खाइरहेको हामीले गुड मर्निङ गाइज गुड मर्निङ नमस्ते हाउ आर यु कस्तो भयो हजुरहरूको सुताई इबागिरी राम्रो इबालाई हिजो मजा आयो सफारीमा इबा गाडीमा सुतेको होइन पछाडि सुतिरहेछ ल गुड मर्निङ सबैजनालाई यहाँ हेर्नुहोस् त के ब्ल्याक टी हो सबै अनि वाट यु आर इटिङ विथ चाय के हो त्यो बिस्किट हो Shit. Which one is my tea? Can I have this one? I will buy you some there, okay? म अर्को किनिदिन्छु यहाँ चिनी हाल्दैन न मलाई खाएन मैले खाएन मैले नि त युट्युबतिर कसले अरूले भिडियो हालेर देखेर किने मैले पनि देखेर ल एउटा मात्र खाने दुइटा हेऱ्यो ल अब निस्किन्छ साथीहरू यो हामी निस्किनु पर्ने हुन्छ ल हामी यहाँ ठ्याक्कै हात्ती चोक अहिले सौराको हात्ती चोकमा रहेछौँ यहाँ छेउमा हात्ती चोक छ यसको अलिकति परपट्टि उता चाहिँ गैडा चोक छ हेर्नु a good place to visit राम्रो छ यहाँ रेडी हामीलाई ल लाग्नुपर्ने हुन्छ भन्नुपर्ने अब अहिले अब राम्रो भेट्छ नि ठिक छ शीतलबासी नि उलाजी भन्ने हो भने त जाडो त जाडो त कहाँ जाने भने फोटो खिच्न यहाँ सौरामा भनेर ओके एकछिनमा सो अब चाहिँ हामी यहाँ चितवनबाट निस्किसकेका छौँ अब हामी लुम्बिनी जाने
लुम्बिनी जाने अब सबै बाटोमा छौँ सबैजना अब एकछिन हल्ला गर्दै गीत बजाउँदै जानुपर्ने हुन्छ खासै यो अगाडिको यो रोड यो पूर्वको हाइवे हो यो यहाँबाट पूर्व जाने बाटोहरू छ यत्तिकै जाँदाखेरि त मजा आउँदैन गीत बजाउँदै हल्ला गर्दै जाने टिकट काट्ने ठाउँ टिकट रहेछ नि यहाँ पनि सिजी धाम के भन्ने सिजी धाम शाश्वत धाम यो मन्दिरको नाम चाहिँ के हो यो शाश्वत धाम भाइ कति भयो यही कम्पाउन्ड मात्रै हो कस्तो महँगो यार 200 भने पहिले 150 थियो हैन हजुर उता साथी हो यो त काठमाडौँको त गार्डन अफ ड्रिम्स जस्तो रहेछ त आई मिन त्यस्तै छ ट्याक्कै नथिङ न्यू फोटो सोटो खिच्ने यताउता हेरौँ घुमौँ भन्ने जाम है एकछिनमा भिडियो खिच्न अलाउड छैन त्यो पनि खिच्दैछ अलि मायादेवी टेम्पल मायादेवी मन्दिर अहिले हामी यहाँ जाने हो गाइड अहिले यही जाने के गरे भाइ साथी बाटोको त पाप आएको छ त्यो त धुलो त हाम्रो फेरि धुलो पुग्रेछ गाडी लु निमा निम्न लागेको छ तर बाटो खतम रहेछ कहाँ अरे माया दाउने होइन दाउने के भने ल अब चाहिँ हामी यहाँ दाउने बजारमा खाना खान ओर्लेका छौँ अहिले यहाँनिर लुम्बिनी जाने बाटोमा है ठाउँ त थाहा छैन खै हाम्रो त पूर्वको साथीहरूलाई पश्चिमको साथीहरूलाई थाहा होला पूर्व अरे राम्रो रहेछ ठाउँ अब पेटबाट मेरो के निस्किन के निस्किन थालिसक्यो पेटबाट मेरो 2 किलो चामल सकाइदिन्छ आज म बिहान के नखाएर होला के बनाउनु भएछ ल मर्ला के गरे यहाँ हामी अब यहाँ मायादेवी मन्दिर यता गेट अगाडि छ अरे यहाँ होटेल रहेछ मायादेवी सिटन पर घुम्ने क्युट रहेछ फिसहरू हामी चाहिँ अहिले होटेलमा आइसकेर नि मलाई यस्तो इन्ट्रेस्टिङ
भेटिसकेको छ है यो लुम्बिनीको हामी यहाँ रुफटप रहेछ कि यहाँ माथि सही भ्यू देख्नुहुन्छ यो अगाडिको यो जङ्गल छ नि यो चाहिँ यो मायादेवी मन्दिरको यो पर्फेक्चरहरू यो ठाउँहरू सबै एरिया कम्पाउन्डहरू कि ठुलो छ कहाँ तलसम्म तल नदेख्ने ठाउँसम्मै छ तलतिर अब हामी एकछिनमा 5-10 मिनटमा त्यहाँ भित्र जान्छौँ अब हामी त्यहाँ गेट छ यसको गेटहरू धेरै छ यो मायादेवी टेम्पलभित्र इन्टर गर्ने यहाँ गेट नम्बर 4 गेट नम्बर 5 समथिङ त्यस्तै होला हामी वी आर गोइङ इन देयर सुन सो कति लामो छ र यो बाटो कति लामो त यार जति हिँड्नु पुग्दैन त्यहाँबाट हिँडेर आएको अघि देयर इज नथिङ बाई फार यहाँतिर ए अझै हिँड्नुपर्छ माथिसम्मै के छ जानै पर्ने हुन्छ That's the entrance. भित्र गएर हेरौँ अब यो चाहिँ मन्दिरको बाहिरको भ्यू साँझ भयो कि हामी आउने नै ढिलो भइहाल्छ पहिला धेरै भयो म यहाँ 5-6 वर्ष भएन धेरै पछि आएको चेन्ज त खासै केही छैन स्टिल इट लुक्स स्टिल सेम एज इट वाज बिफोर ल आउँदै हुनुहुन्छ सबैजना मम्मीहरू एकछिनमा अहिले शान्त पिसफुल छ नि डु नट भिडियो भने देखेन फर्स्टमै यहाँ होइन आफै लुङदार कि उसो कतै बाबाले घरबाट नि ल्याउनु भएको थियो यहाँ टाँगिसक्नु भएको छ त्यो त्यहाँ डिबोटीहरूले त्यहाँ यसरी मान्छेले सबैले आफै ल्याएर पर्सनली टाङ्छन् मान्छेहरूले So did we यही हो दुईटा कुन हो त्यही दुईटा हो ठिक छ ल लुम्बिनीमा जाडोमा छतमा बसेर हावामा जाडो भएको छैन बफ हो कि चिकन हो बफ होइन किन आगो ध्या बाल्ने यहाँ राखेर कति टाइम लाग्छ पाक्न अब कोइला निस्किने यो राख्ने ल साथीहरू आइपुगिन् कस्तो भयो निमा हावा चाहिँ डे नाइस हजुरले के गर्नुभयो आज भन्नु त यस भन्नु त इभा युट्युब हामी घुम्न आए हामी के हेर्नुभयो अनि हामीले चाहिँ यो मासु पकाउन लागेको छ बारबिक्यु गर्न लागेको छौँ यस पहिला एउटा मन्दिर गएको छ कुन मन्दिर दात त्यो सिजी धाम हो यही नाम लुम्बिनी त हो नि अनि अनि यो प्लेस अनि त्यसपछि हामी यो प्लेसमा के छ अहिले हामी बसेको प्लेसमा के छ बुद्ध भगवान त्यहाँ बोलाउनु भएको छ यस बुद्ध लर्ड बुद्ध वाज बर्न इन देयर राइट यस अनि अहिले चाहिँ हामी यो अहिले चाहिँ हामी होटल सुदाम whatever होटल पार्टी बारबिक्यु गर्न लागेछौँ
तर बेलुका शीतल रिफ्रेसिङ छ नि बेलुका जति पकाउँछ त्यति पाकेर चिसो भइरहेको पाक्छ एकछिनमा खाना आउँछ खाना खाने एकछिनमा ओके ल गाइस आजको लागि सकियो है आजको लागि चाहिँ यति नै भात आउन टाइम लाग्छ जस्तो छ क्या भात अहिले आएन बारबिक्यू गर्दैछ पाकेपछि एकछिन सबैजना रमाइलो गर्ने त्यसपछि भात खाने सुत्ने मैले फेरि बाहिर पोखरा भोलि पुगिन्छ भोलि यता लुम्बिनीतिरै एकछिन घुमेर पोखरा जान्छ होला सायद अलि चिन्यो देन गुड नाइट अर्को आयो लु खाम मासु टन्नै खाम भात आउँछ भात खाम अहिले त्यसपछि सुत्ने ल गुड नाइट गाइस